उपलब्धै छ। तर जनताले आवधिक रूपमा कसलाई कति पत्याएका थिए, को कति निर्वाचित भएर आएका छौँ भन्ने त स्पष्टै छ। अहिले सबभन्दा थोरै निर्वाचितहरूले चाहिँ सबभन्दा धेरै जनमत विपरीतका कुरा गरेर वातावरण गिजोल्ने कामहरू गरिराखेका स्थिति छ। त्यसो भएर जनप्रतिनिधिलाई, खास गरी 165 निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सेन्ट्रिक गरेर उहाँहरूका सिफारिसलाई अब मापदण्ड प्रक्रिया त पुर्याउनु पर्यो, अध्ययन भएकै हुनु पर्यो, केही कुराहरू चाहिँ हुनै पर्यो। तर विकासका प्रक्रियासँग जनप्रतिनिधिहरूलाई जो जनताबाट अनुमोदित निर्वाचित भएर आएका छन्, जनताबाट निर्वाचित आएर सङ्घ र प्रदेश तहका निर्वाचन पछिको चाहिँ जनमतबाट समानुपातिक प्रत्यक्षबाट आएका जनप्रतिनिधिहरूलाई विकासको प्रक्रियामा जोड्ने कामलाई कुनै पनि हिसाबले यताउता गर्ने काम नगरियोस् भन्ने म सुझाव दिन चाहन्छु। र हामी कहाँ चाहिँ समस्या के भएको छ भने धेरै कुराहरू योजनामा सीमित हुने, कागजमा सीमित हुने,